खण्डले खाएमा नपकिने जो तयारी अवस्थामा रहिदिनुहोला। एकपटक तालीको बिचमा स्वागत गरिनुहोस् अनुख्या खण्डेलको यो प्रस्तुति गणेशमानी भागबाट। सनातन संस्कृतिको संरक्षण गरी पवित्र बनाऊ तन मन खुसी जीवनभरि धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका अध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि, मञ्चासीन अतिथिगण, राजहंसको प्रतीकका रूपमा विराजमान डायक मण्डलज्यू, विजयको माला पहिरन आतुर मेरा प्यारा प्यारा प्रतिस्पर्धी साथीहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा बागलुङ नगरपालिका वडा नम्बर 14 नारायण स्थान स्थित श्री गणेश माध्यम विद्यालय फाटा मौर्य कणेलको स्वीकार्नुहोस् न्यानो अभिवादन। आज ऐतिहासिक श्री गण्डकी सतकुण्डीय गायत्री कोठ्यौं विराट ज्ञान महायज्ञ 2082 को उपलक्ष्यमा आयोजना गरिएको वक्तृत्व कला प्रतियोगितामा सहभागी भई आफ्ना भनाइ राख्ने अवसर दिनुभएकोमा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मेरो वक्तृत्वको शीर्षक रहेको छ सनातन संस्कृति गण्डकी कोठ्यौं र हामी विद्यार्थी। सनातन संस्कृति गण्डकी कोठ्यौं र हामी विद्यार्थी। सभाध्यक्ष महोदय, सनातन संस्कृति मानव सभ्यताको सबैभन्दा पुरानो गहिरो र समृद्ध परम्परा हो, जसको सुरुवात युगौं अघि भए पनि यसको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र आवश्यक छ। सनातन शब्दको अर्थ नै त हुन्छ सदा रहने, शाश्वत र अविनाशी। यही कारणले गर्दा सनातन संस्कृति कुनै जाति विशेष वा समय विशेषको नभई सम्पूर्ण मानव जातिका लागि मार्गदर्शक संस्कार हो। यही संस्कृतिभित्र सत्य, अहिंसा, धर्म, करुणा, योग, ध्यान, यज्ञ, सत्कर्म, गुरु परम्परा र वेद ज्ञानको गहिरो मूल्य वा अर्थ निहित छ। विगतका ऋषिमुनिहरूले प्रकृतिसँग सन्तुलनमा बाँच्ने जीवनशैली प्रतिपादन गरे। वसुदैव कुटुम्बकम अर्थात् सारा संसार एउटै परिवार हो भन्ने भावनाले सिङ्गो विश्वलाई नै आत्मीयता दिने विचार दिनु यही संस्कृतिको विशेषता हो। यस्तो महान दीर्घकालीन संस्कृतिको आज पनि संरक्षण र अभ्यास हुनु अत्यन्तै आवश्यक छ। यसै सन्दर्भमा कोठ्यौंको चर्चा गर्नु सान्दर्भिक देखिन्छ। कोठ्यौं भन्नाले कोटी अर्थात् धेरै, लाखौं वा करोडौं यज्ञहरूको सामूहिक आयोजन। कोठ्यौंमा सहरसौं मानिसहरू एकसाथ यज्ञमा सहभागी हुन्छन्, वेद मन्त्रोच्चारण गरिन्छ, अग्निद्वारा आहुति दिइन्छ र वातावरणमा सकारात्मक ऊर्जा प्रवाहित गरिन्छ। यसै नकारात्मक तरङ्ग हटाउने साथै शारीरिक, मानसिक एवं सामाजिक शुद्धिको माध्यम बन्ने विश्वास गरिन्छ। कोठ्यौं केवल एउटा धार्मिक क्रियाकलाप होइन, यो एक प्रकारको वैज्ञानिक पद्धति पनि हो। यज्ञमा प्रयोग हुने सामग्रीहरू जस्तै जौ, घिउ, चन्दनलाई जब अग्निमा आहुति दिइन्छ नि, तब तिनबाट उत्पन्न हुने धुवा र कम्पनले वातावरण शुद्धिकरण गर्छ। वैज्ञानिक अनुसन्धानका अनुसार यस्ता यज्ञले वायुमण्डलमा रहेका ब्याक्टेरियाहरू मार्ने, रोगहरू घटाउने र मानसिक तनाव कम गर्ने सम्भावना पाइएको छ। आजको अत्याधुनिक युगमा जिउन सिकाउने शास्त्र भनेकै सनातन धर्म र संस्कृति हो। आज विज्ञानमा सनातन धर्म होइन सभाध्यक्ष महोदय, आज सनातन धर्ममा विज्ञान आधारित छ। ओमकार ध्वनि जुन उच्चारण गर्दा शरीरमा नैतिक शक्तिको सञ्चय हुन्छ, आज विज्ञानले प्रमाणित गरिदियो। मेरी आमा सधैँ सबैले उठेर तुलसीमा जल अर्पण गर्नुहुन्छ, तुलसीबाट धेरै अक्सिजन प्राप्त हुने रहेछ, आज विज्ञानले प्रमाणित गरिदियो। अब गण्डकी कोठ्यौं राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धि साथै गण्डकी प्रदेशभित्र रहेका शास्त्र वर्णित धार्मिक क्षेत्र, तीर्थस्थल, मठ मन्दिरहरूको महत्त्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने उज्यालो उद्देश्यका साथ ऐतिहासिक श्री गण्डकी सतकुण्डीय गायत्री कोठ्यौं विराट ज्ञान महायज्ञ 2082 सञ्चालन गरिएको हो। सभाध्यक्ष महोदय, हामी हेर्न सक्छौँ बिहान 10 मिनट ध्यान गर्ने विद्यार्थी र सधैँ मोबाइल चलाउने विद्यार्थीको एकाग्रताको ठुलो फरक हो। हामी विद्यार्थीहरूको लागि यस्तो संस्कृति र क्रियाकलापको झनै बढी महत्त्व हुन्छ। आजको डिजिटल युगमा जहाँ हाम्रो ध्यान मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालतर्फ केन्द्रित छ नि, त्यहाँ यस्ता पवित्र क्रियाकलापहरूले हाम्रो ध्यानलाई पुनः आत्मज्ञान, शान्ति र आत्मअनुशासनतर्फ मोड्न सहयोग पुर्याउँछ। यसले आत्मोन्नति मात्र होइन, समाजप्रतिको कर्तव्यबोध पनि गराउँछ। विद्यालयमा हामीले गणित, विज्ञान, भाषा सिक्छौँ, तर जीवनका मूल्य, नैतिकता, संयम, सहिष्णुता र समर्पण जस्ता भावनात्मक पक्ष भने यस्तै संस्कारदायी कार्यक्रमहरूबाट नै सिकिन्छन्। कोठ्यौंमा सहभागी हुँदा हामीले सहकार्य, अनुशासन र ध्यान केन्द्रित गर्ने कला सिक्छौँ, जुन केवल पुस्तकमा पढेर प्राप्त हुँदैन। यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमले हामी विद्यार्थीहरूमा आत्मगौरव, धार्मिक सहिष्णुता र सांस्कृतिक चेतना बढाउँछ। यसले हामीलाई हाम्रो मौलिकता, हाम्रो धर्म, हाम्रो जराप्रति बोध गराउँछ। संस्कारयुक्त विद्यार्थी नै भविष्यको जिम्मेवार नागरिक र नेतृत्वकर्ता बन्न सक्छ।
आज पश्चिमेली देशहरूले अर्थात् विकसित देशहरूले हाम्रो धर्मभित्रको गहनताको अध्ययन गरेर रहस्यलाई व्यवहारमा उतारे, तर विडम्बना हामी भने हाम्रै धर्मभित्रको रहस्यलाई व्यवहारमा उतार्न नसकेर सधैँ पछिने पर्यौँ। अब हामी विद्यार्थीहरूले सनातन संस्कृतिको संरक्षण गर्न के कस्ता कदम चाल्नु पर्ला त? के अब हामी धर्मलाई छाडेर मोबाइल चलाएर बसे कि त पश्चिमेली संस्कृति हावी भएको ठुलो हेरेर बसे त? सभाध्यक्ष महोदय, हामी विद्यार्थी समाजका भविष्य हौँ। संस्कृतिको निरन्तरता पुस्ता सरे प्रक्रिया मार्फत नै सम्भव हुन्छ। नेपाली उखान भन्छ, जस्तो बिउ उस्तै बोट हो। आजका हामी विद्यार्थीहरू जसरी बन्छौँ भोलिको समाज त्यसै अनुरूप बन्छ। त्यसैले हामीले सनातन संस्कृतिका मूल तत्त्व जस्तै वेद, उपनिषद, भगवद् गीता, रामायण, महाभारत आदिको अध्ययन गर्नुपर्छ। केवल पाठ्य पुस्तक पढ्न मात्र पर्याप्त हुँदैन, हामीले यसको व्यवहारमै अनुसरण गर्नुपर्छ। सनातन संस्कृति हाम्रो आत्मा हो, जसले हजारौँ वर्षदेखि मानव सभ्यतालाई नैतिकता, सदाचार र शान्तिको मार्ग देखाउँदै आएको छ। गण्डकीको ठेउँ जस्ता वैदिक अनुष्ठानहरूले हाम्रो धार्मिक चेतना र सांस्कृतिक आत्मबोधलाई जागृत गराउँछ। हामी विद्यार्थी केवल ज्ञानका साधक होइनौँ, संस्कृतिका भाग पनि हौँ। संस्कृतिको निरन्तरता पुस्ता सर्ने प्रक्रिया मार्फत नै सम्भव हुन्छ। यदि हामीले धर्मको रक्षा गऱ्यौँ भने निश्चय पनि धर्म रक्षति रक्षितः, धर्मले पनि हाम्रो रक्षा गर्नेछ। त्यसैले संस्कृतिलाई जोगाउनु, धर्मलाई आत्मसात गर्नु र त्यसको सारलाई भावी पुस्तासम्म पुर्याउने हाम्रो सच्चा जिम्मेवारी हो। एपीजे अब्दुल कलामको अङ्ग्रेजी भनाइ छ, यु हेभ टु ड्रिम बिफोर योर ड्रिम क्यान कम्स ट्रु। हो, एक समृद्ध आध्यात्मिक र संस्कारी नेपाल बनाउने हाम्रो सपना हुनुपर्छ र त्यो सपना पुरा गर्नको लागि हामी तत्पर रहनुपर्छ। पूर्वीय संस्कृतिलाई संरक्षण र सम्वर्धन गरे यो बृहत अभियानमा हामी विद्यार्थीहरूलाई पनि समावेश गरी यो कार्यक्रम सञ्चालन गर्नुहुने आयोजक टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै यस्ता कार्यक्रमहरू संस्कृतिको संरक्षणका लागि कोसेढुङ्गा बनुन् भन्ने शुभेच्छा व्यक्त गर्दै म मेरो मन्तव्य यही अन्त्य गर्दछु। जय धर्म, जय संस्कृति।